आज म कहाँ जाँदैछु भनेर छक्क पर्नु भयो होला। उता घर छ, यता जङ्गल छ। यता चाहिँ यो जङ्गलमा फोहोर फाल्ने ठाउँ हो होइन। एकदमै फोहोर फाल्ने ठाउँ हो, तर बाघ भालु पनि आउन सक्छ यहाँ होइन। एकदमै खतरा जङ्गल हो क्या। पहिला चाहिँ म र एउटा दाइ अनि 3-4 जना जान्थ्यौँ, भित्र घुमेर आउँथ्यौँ जङ्गलतिर होइन। अनि दाइहरू सबैजना घर गइसक्यो, अनि म मात्रै छु। आज चाहिँ म भिडियो बनाउँछु अनि सबैलाई देखाउँछु अनि भनेर जाँदैछु होइन। यस्तो छ, अझ माथि जान बाँकी छ गाडीतिर होइन। एकदमै डरलाग्दो छ कि हो कि होइन गाइज, एकदमै डरलाग्दो छ। म यहाँबाट आएको, यो बाटोबाट आएको, यो बाटोबाट आएको होइन। एकदमै डरलाग्दो छ गाइज, एकदमै डरलाग्दै लाग्दै पनि गइरहेको छु होइन। तपाईँहरूलाई फुल भिडियो हेर्न मन लाग्छ भने गएर मेरो युट्युबमा हेरेर आउनुहोस्। सब्सक्राइब पनि गरिदिनु होला गाइज होइन, एकदमै राम्रो हुनेछ। भित्र पनि जानेछु, धेरै भित्र पनि जानेछु। अब के भेटिन्छ थाहा छैन है गाइज। धेरै उहरू पनि हुन्छ क्या यता, त्यो सानो सानो त्यो त्यो भालु त्यो के भन्छ नि, त्यो बाघसँग लड्ने हुन्छ नि, त्यो फौरा के भन्छ त्यो हुन्छ कि, त्यो नेम के हुन्छ मलाई थाहा आएन गाइज होइन। नेम लेख्नु त त्यो के हो, त्यो मलाई नेम आएन होइन। त्यो तपाईँहरूले लेखिदिनु न। यहाँ चाहिँ एउटा ट्याक्कैको घर चाहिँ, यहाँ त कोही बस्दैन फेरि। यो कुनै केही अफिसहरू केही राखेको ठाउँ हो कि जस्तो लाग्छ होइन। कोही पनि बस्दैन कि यो, तर खोइ पहिला बस्थ्यो होला थाहा छैन होइन। तर आजभोलि यस्तो जङ्गल भइसक्यो त्यही भएर बस्दैन है। फेरि यस्तो जङ्गल भइसक्यो त्यही भएर कोही पनि बस्दैन है। अब म पनि अब तल त्यहाँबाट आएको, म थोरै माथि मात्रै गएको छु। यी जङ्गलमा अझै जान बाँकी छ यत्रो। अब छुचो बाटो हुँदै आएको छ। अब यहाँबाट चाक्टो बाटो अब चाक्टो बाटो अब छुट्न लागिसक्यो। अब छुचो बाटो बाँकी छ होइन। छुचो बाटो पनि जाँदैछु एकदमै। ओइ एकदमै डरलाग्दो हाँ गरे जस्तै आएको आउँछ यार गाई यार सबैजना। एकदमै डरलाग्दो छ है, एकदमै डरलाग्दो छ। तपाईँहरूलाई विश्वास लाग्दैन भने होइन, म बसेर देखाउँछु है। यस्तो ड्यान्जर छ क्या, हेर त यस्तो छ क्या, यस्तो ड्यान्जर छ। यो हेर त बाटो कस्तो छ यार, पुरा है। हेर त झारी नै झारी छ क्या, जङ्गल नै जङ्गल उता। आजभोलि पानी आएको छैन र पो अझै सुकिरहेछ होइन। पानी आयो भने त आमामा यो जङ्गलमा म पनि छिर्न सक्दैन है। म त के अहिले यो मलाईहरू कोही पनि छिर्न सक्दैन। किनकि हामी जस्तै कि हाम्रो पाहाडमा भालुहरू हुन्छ अनि कुनै जनावरहरू हुन्छ नि, त्यस्तै ठाउँ म पनि पाहाडमा, यहाँ पाहाडको जस्तो ठाउँमा छु क्या। त्यही भएर अनि यहाँ हरेक कुराहरू, चितुवाहरू, भालुहरू, अनि भालु त धेरै हुँदैन होला तर बाघहरू, अनि यहाँ हात्तीहरू हुन्छ क्या जङ्गलतिर। हात्तीहरू पनि आउँछ है गाइस है, हात्तीहरू पनि आउँछ, भालुहरू पनि हुन्छ। अनि एकदमै हुन्छ। यस्तरी सुकिरहेछ है, पानी नआएर यस्तो सुकिरहेछ। पानी छैन गाइस यार, सुकिरहेछ होइन। यस्तो फुल रहेछ। तपाईँलाई म लामो गरेर देखाउँछु है, यस्तो भइरहेछ आम्मामा। एकछिन है गाइस, एकछिन हेर्नुहोस् गाइस, यस्तो जङ्गलमा छ यार। आमामा बिन्दास छ गाइस, बिन्दास। यस्तो कुइटो लागे जस्तो भइरहेछ डाइरेक्टै होइन। तर जानुपर्छ एकदमै। भ्लग भिडियो बनाउनु मलाई यो जङ्गलभित्र रहर लागेको थियो होइन। तर आज म डर लाग्दा लाग्दै आइरहेको छु है गाइस, डर लाग्दा लाग्दै आइरहेको छु एकदमै होइन। के को आवाज आउँछ हेर गाइस, आवाज त आइरहेछ, के को आवाज हो थाहा भयो है। यताबाट आइरहेछ है गाइस, यता यो जङ्गलबाट आइरहेछ। यो भित्रबाट कताबाट आइरहेछ मलाई थाहा भयो नि गाइस यार। सबैजना गाइस, त्यो उता रातो गरेर के हो क्या, के हो यार, के हो अचम्म छ यार गाइस, त्यो के हो त त्यो बाटो गाइस यार। खोइ के हो थाहा भएन होइन, तर पुराले कसरी जाने थाहा भएन, तर त्यो चाहिँ के हो थाहा भयो नि गाइस यार। मलाईसम्म चाहिँ यस्तो रुख हुन्छ गाइस, यस्तो रुख हुन्छ है। हेर त कस्तो डेन्जर छ होइन। रुख यस्तो हुन्छ है गाइस मलासेतिर, यस्तो डेन्जर हुन्छ। अनि हाम्रो चाहिँ पाहाडतिर त्यो ओखरको दानाको पात हुन्छ नि, हो त्यस्तै छ है। यो चाहिँ ओखरको पातको दाना हुन्छ नि, त्यस्तै छ है गाइस, त्यस्तै छ। एउटा पनि सेम टु छ क्या, एउटा पनि फरक छैन गाइस, सेम टु छ के, एउटा पनि फरक छैन। अनि म पनि अहिले भर्खरै मलाई डर लागिरहेछ गाइस, आङ्लाहरूको यस्तरी कामिरहेछ होइन। डर लाग्दै लाग्दै गएछु होइन। एकजना मलाईलाई यहाँ माथि दारेको हो पहिला होइन।
भालुले भन्छ र बाघले दारेको हो। अनि यहाँ टाउको यतिदेखि चाहिँ दारेर खत्तम पारिदिएको थियो कि पहिला। अनि अब यहाँ त छैन होला सायद आजभोलि होइन, तर अलि पानी आउँदैन, मान्छेहरू मोटरहरू यो ल्याइ गर्छ गर्न त, तर तर आउँदैन होला भन्ने भइरहेछ। तर अब चाहिँ एकदमै छुचो बाटोमा जाँदैछु, किराहरू पनि धेरै लाग्छ होइन यहाँ। फु, किराहरू पनि धेरै लाग्छ यहाँतिर। गर्न आउँछ गाई चाहिँ यार, के मरेछ कि अब त्यही भएर यस्तो यस्तो ठाउँ छ है। म तपाईँहरूलाई देखाउँछु, यस्तो डेन्जर ठाउँ छ। तर यो यस्तो ठाउँ मलेसियामा एक्लै को गएको छ गाइज, कमेन्ट गर्नु ल। मलेसियामा एक्लै जानु पर्यो है, गाउँदेखि लिएर आफू गाउँदेखि एकदमै धेरै टाढा। कति मिनट लाग्यो होला, म चाहिँ भिडियो बनाएको कति 5-6 मिनट भयो, एक्लै घुमिरहेको छ जङ्गलमा है। धेरै माथि हो गाइज है, धेरै माथि हो गाइज। मेरो बडी पनि सही देखिरहेको छ गाइज यार, म भर्खरै एक्सर्साइज गरेर आएको नि त होइन रुमबाट, त्यही भएर हो क्या। गर्न आउँछ यार एकदमै धेरै। फाइनली गाइज अब हाम्रो चाहिँ भिडियो बनिसक्यो होइन। तपाईँहरूले मनपर्छ भने युट्युबमा गएर हेरिदिनु होला, युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला। मेरो धेरै कम छ युट्युबमा पनि होइन, युट्युबमा धेरै कम छ। आज मैले जङ्गलतिर ल्याएँ, भोलि म चाहिँ मलेसियाको चाहिँ सबैजना त्यो होटेलमा लङधरी रोड तल रोड माथि सबैजना खाना खाने ठाउँ लिन्छु है। भोलि त्यहाँ सबैजनाको खाना खुवाउने ठाउँ लिन्छु। यस तपाईँहरूलाई सबै यस्तरी देखाउँछु। यो मेन रोड हुन्छ होइन, मेन रोड तल माथि मलाईहरू खाना खानको लागि एकदमै टर्ने हुन्छ। यही टाइममा हो गाइज होइन, म भिडियो बनाउँदैछु यही टाइममा हो। मैले चाहिँ जान लागेको थिएँ त्यहाँ होइन, त्यहाँ जान लागेको थिएँ। तर मलाई चाहिँ के सोचायो भने चाहिँ पहिला दाइको याद आयो कि, दाइको याद आएपछि म ट्याक्कै जङ्गलतिर एक्लै भए पनि आँट गरेर जान्छु भनेको। पर के उम्लिरहेको थियो गाई चाहिँ यार, तपाईँहरूले देख्यो, तपाईँहरूले देख्यो गाई उम्लिएको के उम्लिरहेको थियो होइन गाइस। कसैले देख्यो भने कमेन्ट गर्नु होला है के रहेछ। मैले त देखिनँ कि यस्तो झ्यालिकरी यति हल्को उम्लेछ मानेको थिएँ होइन। पहिला चाहिँ यही भित्र जङ्गलमा मैले र दाइले चाहिँ एउटा सानो म्याउ म्याउ गर्ने चल्लाहरू म्याउ म्याउ गर्ने बिराला जस्तै चल्लाहरू यहीँ भित्र भेट्यौँ, तर छोप्न सकेनौँ है। यही भित्र जङ्गलमा माथि त्यो ऊ छ नि पात छ नि, पात उता त्यो हरियो पात छ नि गाइज, त्यही पुर्खाटी हो है। त्यो पुर्खाटी एकदमै, त्यहाँ पुर्खाटी त एकदमै डरलाग्दो छ है। जङ्गली जङ्गल छ पुरा होइन, एकदमै जङ्गली छ, एकदमै धेरै गाह्रो हुन्छ। म चाहिँ एक दिन चाहिँ रातिको, म चाहिँ अलि टेन्सन भएको बेला के होइन, रातिको 2-3 बजे भन्छु र रातिको 2-3 बजे होइन यार, त्यस्तै होला क्या। 8-9 बजेतिर चाहिँ म एक्लै आएँ होइन। यहाँ भ्याउन पनि भ्याउँछ है गाइज। मलाई चाहिँ डाइरेक्टै पर त्यो बाटोमा डाइरेक्टै सेतो सेतो पत्यानी लम्मै सारिदिएको थियो है। तर मलाई डर लाग्दैन गाई त्यति साह्रो, के हो त्यो कालो गरे। तर मलाई डर लाग्दैन गाई होइन। अब चाहिँ म धेरै उँभो जानु हुँदैन गाई होइन, धेरै उँभो गयो भने चाहिँ मलाई नराम्रो पनि हुनसक्छ। धेरै उँभो जान सक्दिनँ गाइस, सरी। तर कुनै दिन 2जना भयो भने म गइदिन्छु यो उँभो है, कुनै दिन यो उँभो म गइदिन्छु। 2जना भएपछि आज म उँधो जान्छु गाइस। अब म रुममा जाने बेला भयो होइन, किनकि एक्लै यो उँभो जानु हुँदैन, एकदमै धेरै खतरा डेन्जर हो फेरि होइन, एकदमै डेन्जर ठाउँ हो यो। कसैले डर लाग्दैन भने चाहिँ आए पनि हुन्छ है गाइज। तपाईँहरू एक्लै जान सक्छु, डर लाग्दैन भनेपछि आए पनि हुन्छ है। आउने अनि मसँग भिडियो बनाउने, तपाईँलाई म एक्लै यो जङ्गलभित्र पठाउँछु। जान सक्छु भने चाहिँ एक्लै यो जङ्गलभित्र पठाउँछु, तर आउने गाई चाहिँ। अब चाहिँ के को आवाज आउँदैछ क्या अघिदेखि, के म सुन्दैछु गाइज यार। भाग्नुपर्छ यार, नत्र बाँच्छ यार। यो जङ्गलमा एक्लै बाघले माऱ्यो भने त कसले देख्छ होइन, खाएर सकिहाल्छ। कसले देख्छ यार, को आउँछ र को आउँछ देख्छ, को देख्छ। अब 5-6 दिन पछाडि कोही मलाईहरू आयो भने, कोही केही गर्न केही मलाईहरू आयो भने त अब देख्यो भने त ठिकै छ नि त। तर कसैले देखेन भने चाहिँ के गर्ने गाई चाहिँ, हो कि होइन। त्यही भएर गाइज म जस्तो तपाईँहरूले नगर्नु होला, यस्तो जङ्गलतिर नजानु होला, एकदमै बाघ भालुको डर हुन्छ मलेसियातिर होइन। थ्याङ्क यू सो मच गाइज। सबैजना युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला होइन। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच गाइज सबैजनालाई, एकदम लभ यु गाइज। सबैजनाले भिडियोलाई माया पनि गरिदिनु होला है।
युट्युबमा गएर सब्स्क्राइब पनि गरिदिनु होला गाइज।